2017 देखि आजसम्ममा मैले टोटल फलोअर्स कति बटुले सबै आज मोनिटाइज भएका नभएका कुनबाट कति अर्निङ भइसक्यो यो सोशल मिडिया युज गर्न थालेदेखि मैले टोटल अर्निङ कति गरेँ भन्ने खालका कुराहरू आजको भिडियोमा रहेर म तपाईहरुलाई शेयर गर्दैछु। सबै प्लेटफर्मको फलोअर्स जोडेर टोटल कति छ त्यो देखाउने छु र कुनमा कति छ र मैले अहिलेसम्म अर्निङ कति गरेँ र मैले लगानी कति गरेँ। आज छोटो मिठोमा यो तपाईहरुसँग शेयर गर्दैछु ताकि तपाईहरु पनि यो भिडियो हेरेर मोटिभेट हुनुहुन्छ होला, ताकि सोशल मिडियामा अहिले मान्छेहरु धेरै नै लागि परिरहेका छन्। सुरुमा जाउँ, फेसबुकबाट जाउँ है हामी। ल, मेरो एउटा आरआर डिजिटल भन्ने एउटा पेज छ। यो मैले भर्खर क्रिएट गरेको, यसमा 12 फलोअर्स मात्रै छ। तपाईहरु पनि म लिंक राख्दिन्छु, कृपया यसमा जोडिनु होला। नयाँ कन्टेन्टहरु म यसमा पनि हालिरहन्छु। र अर्को छ मेरो सबैभन्दा धेरै, मेरो सोशल मिडियामा सबैभन्दा धेरै नै फलोअर्स भएको यो प्रोफाइल हो। यो चाहिँ 24,000 छ रिजल्ट। अर्को छ मेरो ब्लगबाट खोलिएको पेज, यो आरआर ब्लग 7 भन्ने फेसबुक पेजमा। यसबाट छ अहिले 3100 फलोअर्स। र अर्को जाउँ हामी अहिले युट्युबमा। यो मेरो डिजिटल युट्युब च्यानल हो। यसमा चाहिँ म म्युजिक भिडियो, कमेडी भिडियो, एकदम बेस्ट कन्टेन्टहरु मात्रै हाल्ने गर्छु यसमा चाहिँ। र आरआर डिजिटलमा छ 3086 हैन, यो दौडिँदै छ जेस हल्का फुल्का। र अर्को छ मेरो मेन च्यानल भनेको चाहिँ मैले धेरै वर्ष अगाडिदेखि युज गर्दै आएको च्यानल, यो भ्लगिङ च्यानल आरआर ब्लग 7 च्यानल युट्युब च्यानल। यसमा छ 6500, अराउन्ड 6600 हुन लाग्यो। र मेरो अर्को छ च्यानल यो आरआर ब्लग 7 टपिक भन्ने। यो मेरो भनेको मैले जति पनि गीतहरु बनाएको छु यसको गीतको राइट भनेको यो च्यानलबाट आउँछ। जस्ट अब अडियो प्लेटफर्ममा गीत हालिसकेपछि युट्युब मार्फत चाहिँ यो च्यानलबाट आउँछ। तपाईहरुले पनि यसलाई पनि, तपाईहरुले मेरो अडियोहरु सुन्नु भएको छैन, मेरो गीतहरु सुन्नु भएको छैन भनेदेखि आरआर ब्लग 7 अडियो भनेर अथवा टपिक भनेर सर्च गर्नु पनि सक्नुहुन्छ र यसमा पनि सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ। अब जाउँ हामी टिकटकतिर। यसमा यो मेरो मेन, तर यो अलिक पछि नै खोलेको हो। यसमा छ 13,400 फलोअर्स। र अर्को जाउँ, यो छ मैले सबैभन्दा पहिला खोलेको टिकटक आइडी हो। जस्ट नेपालमा अब टिकटकको हुन्छ नि चलन आउँदै गर्दा खोलेको हो। यो छ 7127 हैन। यो म प्राय आफ्नो फोटोहरु, गीतहरु मात्रै हालिरहन्छु यसमा। र अर्को छ मेरो आरआर डिजिटल वाइटी भनेर, यसमा 2073 छ है। तपाईहरु जोड्दै जानु ल कति पुग्ने रहेछ। र मेरो इन्स्टाग्राम चाहिँ यो मेरो जन्मेदेखिको यो अगाडि बढ्नै सकेन है। यो मैले धेरै पोस्टहरु हालिसकेको छु, 1400 पोस्ट हालिसकेँ अहिलेसम्म। 260 मात्रै फलोअर्स छ। र मेरो टोटल फलोअर्स कति हो कमेन्ट गरेर भन्नु होला। मेरो अहिलेसम्मको 3टा भनौँ न, अब 3टा युट्युब भनौँ, 3टा फेसबुक, 3टा टिकटक हैन। र मेरो यो सबैमा हेर्ने हो भने 2टा युट्युब मोनेटाइज छ, एउटा फेसबुक मोनेटाइज छ, फेसबुक प्रोफाइल मोनेटाइज छ, र एउटा टिकटक अकाउन्ट मोनेटाइज छ। र मैले फेसबुकमा सबैभन्दा अहिले धेरै हाईएस्ट अर्निङहरु चाहिँ मेरो फेसबुकबाट भइरहेछ। जुन मेरो प्रोफाइल छ त्यसबाट हुन्छ अर्निङ। अब ठ्याक्कै महिनाको यति उति भन्दा पनि लगभग महिनामा 100 देखि 200 को बीचमा, $200 को बीचमा हुन्छ अर्निङ महिनाको। त्यस्तो खासै धेरै हुँदैन। अनि युट्युब चाहिँ अलिकति अहिले मेरो डाउनै छ, किनकि मैले युट्युबमा चाहिँ जस्तोसुकै काम गरे पनि म कहिले पनि उँभो लाग्न सकिरहेको छैन। जस काम चाहिँ गरिरहेको छु। अहिले पछिल्लो टाइम अलिकति डाउन पनि चलिरहेको छ र मैले भिडियो कम पनि हालिरहेको छु। बट त्यसमा पनि जस लगभग थोर बहुत भइ नै रहन्छ भनौँ न। अब कहिले महिनामा अब $30-40 पनि हुन्छ हैन, अनि 50-60 पनि हुन्छ, $20-25 पनि हुन्छ महिनामा। त्यो चलेको छैन, त्यसमा धेरै पनि त्यस्तो उ पनि हुँदैन, त्यसमा पनि हल्का फुल्का नै हो। अनि टिकटकबाट चाहिँ अहिलेसम्म मैले त्यो यो टिकटकबाट चाहिँ पैसा कसरी झिक्ने थाहा छैन, तर त्यहाँ पनि $200-300 अराउन्ड भइरहेछ। यो म अलिक निकै भएपछि झिकौँला पनि भनेको होइन, तर यो झिक्ने प्रक्रिया मलाई थाहा नभएर यो एउटा टिकटकमा चाहिँ $200-300 धेरै पनि होइन, डलर होइन युरो हो क्या, 295 युरो समथिङ कति भएर अड्केर बसिरहेछ। अब त्यो कसरी झिक्ने त्यो एक्ज्याक्ट थाहा छैन। र अहिलेसम्मको टोटल अर्निङ भनेको मेरो अब हिसाबै गर्नुपर्ने हुन्छ। अब फेसबुक त नेपालमा धेरै भएको छैन मोनेटाइज भएको, हल्का फुल्का हो। जस्तो होइन तपाईँले माया गरिदिराख्नु भएको छ। हेरौँ भोलिको दिनहरुमा अब टोटल अर्निङ नै अब हेर्नै पर्ने हुन्छ। यो पेआउट सेटअपहरुको पेआउटमा गएर हेर्नुपर्ने हुन्छ। अहिलेसम्म फेसबुकबाट कति भयो, युट्युबबाट त मैले आजसम्म 4-5 चोटि भन्दा अर्निङ गर्न सकेको छैन। टिकटकबाट अहिलेसम्म हातमा आएकै छैन, जस्ट कमाइ चाहिँ भइरहेको छ। यो थियो मेरो सोशल मिडियाहरुबाट मलाई आजसम्म माया गरिदिनु हुने। आजसम्मको मेरो टोटल फलोअर्स कति थियो देखि लिएर मैले कति अर्निङ गरेँ हैन, त्यो थियो। अनि मेरो अहिलेसम्मको लगानी चाहिँ तपाईहरुलाई थाहा होला, अराउन्ड 5 लाख अराउन्ड छ होला। मेरो ग्याजेटहरुको मात्रै कुरा गर्दा मैले यो भन्दा 1 महिना अगाडि एउटा भिडियो बनाएको थिएँ। मेरो टोटल भ्लगिङ सेटअप भनेर एउटा भिडियो बनाएको थिएँ। त्यसमा लगभग 4 लाख कि 4-5 लाख कतिको सेटअप आएको थियो। तपाईहरुले त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ। मेरो कुन उसमा अब कति खर्च भएको थियो भन्ने कुरा त तपाईहरुले त्यहाँ पनि देख्न सक्नुहुन्छ। र के कस्तो लाग्यो र तपाईहरुको चाहिँ टोटल फलोअर्स कति छ सबैतिर र के आइडी मोनेटाइज छ त्यो कमेन्ट गरेर भन्नु होला। र मेरो चाहिँ टोटल कति रहेछ त त्यो पनि कमेन्ट गरेर भन्नु होला। अवश्य पनि भेट्छ हामी नेक्स्ट भिडियोमा। थ्यांक्स फर वाचिङ, बाइ बाइ।